तो चलिए शुरू करते हैं। हाई गाइज वेलकम ब्याक टु माई न्यू भ्लग गलेकेटो भ्लगमा स्वागत छ। हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै आराम छु होइन। आजको दिन यस्तो मजा भयो। एक्जाम गर्न आएर हामी नास्ता खाएर टक्क बारीमा छौँ होइन। घाँस काट्नु चाहिँ यस्तो मजा छ, हेर्न सक्नुहुन्छ। घाम पनि अस्ताउन लागिसकेका छन्, देख्न सक्नुहुन्छ हजुरहरू। ल यता यता कहाँ छस् त? हामी ल हामी यहाँ टक्क घाँस काट्न आएको छौँ होइन। मैले चाहिँ देख्न सक्नुहुन्छ यत्रो घाँस बनाइसकेको छु। यत्रो घाँस बनाइसकेँ होइन। यस्तो यति धेरै घाँस छ नि, यहाँ यति धेरै घाँस छ। मम्मी पनि घाँस काट्न आउनु भएको छ। कहाँ हो तिमीहरू? बल खेल्न आऊ त? कसको फ्यान होस् रे? कसको फ्यान हो रे तिमी? कसको फ्यान हो रे? मेक्सीको फ्यान हौ? ए मेक्सी होइन, मेस्सी हो। मेडी होइन के, मेस्सी हो होइन। त्यो तिमी कसको फ्यान हो? तिमी कसको फ्यान हो रे बाबु? दुधाल्दोको? के त्यो दुधाल्दो भने? रोनाल्डो भने? रोनाल्डो राम्रोसँग सुवाला ए त्यहाँ यहाँ त के त्यहाँ छ तिमी? ल अलिवर आऊ नाच्दे नि त एकचोटि। ल नाच। छम छम नाचे घुगुटी हातमा पत्तर प्लेटमा सुकुटी। यस्तो मजा आउँछ होइन, नाच्दै टक्क घाँस काट्दै फेरि चिल लाइफ भने के हो त होइन। ल म घाँस काट्छु अब, मलाई टक्क लगाएर देखा है बाबु। ल म चाहिँ अब घाँस काट्न लागेको छु होइन। त्यही हो, घाँस फेरि यहाँ असाध्यै राम्रो छ क्या, असाध्यै धेरै घाँस छ। त्यही हो, अब देख्न सक्छ घाँस काट्न पनि धाउँछ होइन। डल्ले जीवन पनि के छ र, जीवन पनि लाग्छ धाउ क्या फेरि। म चाहिँ यत्रो घाँस काटिसकेको छु, देख्न सक्नुहुन्छ हजुरहरूले होइन। यत्रो घाँस काटिसकेको छु। म चाहिँ अब फेरि घाँस काट्न गइरहेको छु। अन्नै घाँस काट्नुपर्छ क्या। यत्रो घाँस काटिसकेको छु होइन। ल अब चाहिँ मेरो हातमा हुन्छ मोबाइल। ल तिम्रो के छ तिम्रो खालको? ठिकै छ, ठिकै छ, ठिक छ, आराम छस्? आज इक्जाम थियो अरे, कस्तो भयो? दामी भयो? कस्तो आउँछ नम्बर? फेल हो? दामी नम्बर फेल हो? हो र? तिमी दुइटामा को जित्छ लड्न? दिएको अरे? तैँले मार्न सक्दैनस् र? तिमी दुइटामा को मार्न सक्छ? डन को हो? डन को हो तिमी दुइटामा? म हो डन? न तिमी दुइटामा डन को हो? म फेरि डन हो क्या नेपाल गाउँको। त्यही हो गाइस होइन। अब हामीले घाँस पनि काटिसक्यौँ, देख्न सक्नुहुन्छ हजुरहरूले। घाँस पनि काटिसकेको छौँ, आइस ल्याएर आइज। ल घर जाने मेरो मम्मी चाहिँ भर्खर आएर यत्रो घाँस काटिसक्नु भएको छ। मैले भन्दा धेरै काटेको छु त्यहाँ होइन। अब घर गएर यसो बलसल खेल्नुपर्छ टक्क लगाएर के छ र होइन। ए हो, देख्न सक्नुहुन्छ यत्रो घाँस। मैले लगाउनु सक्छु कि नै? यो घाँस मैले लगाउनु सक्छु कि नै? सक्छु? हिरो ल यहाँ आइज। त्यही हो होइन, म हिरो हो र यत्रो घाँस लगाउनु सकिन्छ कि नै हजुरहरूले हेर्न सक्नुहुन्छ। ल केही नलाई देख्न सक्नुहुन्छ होइन। अब त्यो म भिडियो पार्न जाँदैछु, देखेको छ कि नै? पार्न जाँदैछु होइन। त्यही हो, अब भिडियो पनि यत्रो घाँस चलाउनु सकिन्छ कि नै सक्नुहुन्छ हजुरहरूले होइन। सक्छु कि नै यत्रो घाँस मैले? चाउमिन जस्तो दाइ, चाउमिन जस्तै हो र? यत्रो घाँस भयो दाइ खतरा दाइ फेरि बाहुबली हुन्छ नि, त्यही भएर घाँस यत्रो भइसकेको छ। सकिन कि यार।
च्यालेन्ज दिएछौँ दाइले यो सक्यो भने दाइले पुरस्कार पार्नुहुन्छ एउटाको हालेको छौँ यति छ यार यो यति त खाला नि त दाइले सक्नु भएको छ सकिनु दाइले दाइले मात्र बाबुले भन्छ घाँस खसको चाहिँ फाइनली होइन म चाहिँ घाँस सास बोकिसकेँ रेडी भइसकेँ ल अब चाहिँ घरतिर लाग्नुपर्छ होइन अब ल जाम घरतिर टक्क लगाएर बल सर खेलाउन होइन के छ र त्यही हो अब अरू भन्नु के छ र त्यही होइन एउटा गीत गाइदियो नि त दुइटाले हिँडेर हिँड्नु त र हिँडेर जा त जा त जा ल राम्रो गीत है ल ल ल सुरबाट त्यो नगा कि अलि राम्रो यो डन हुँ म भने यस्तो राम्रो गाडी उडाउँदै ल म पैसा उडाउँदै ल देख्न सक्नुहुन्छ हजुरहरूले हामी प्रत्यक्ष प्रसारणमा छ यस्तो दुर्गेश दाईको गीत यस्तो फेमस छ होइन देख्न सक्नुहुन्छ आज भोलि दुर्गेशको नि फिल्म हेर्नु गाइज जायनदेखि बुढासम्म होइन यस्तो खतरा गीत गाउँदै छन् होइन यस्तो दुर्गेश दाईको फेरि फ्यान हो कि म हेर्नु हट भएर ल पट भएर क्युटी भएर हामी हेरेको हेरे हामी हेरेको हेरे भन ल बिर्सियो ल अरू ल के छैन नजर लाग्यो एक रुपियाँ टोल क्या छ यो बाबु त चोर्नमा पल्क्या छ माया झन् बुझ्छु म जिम सानी नसुमका परेली बुत्तुकै हुन्छु म नादे है लै त्यही हो गाई छैन अब हामी चाहिँ घर आइसक्यौँ होइन अब साँझ पर्न लागेको छ देख्न सक्नुहुन्छ हजुरहरूले यस्तो खतरा होइन अब हेर्न सक्नुहुन्छ अब टक्क लगाएर के छ अब साँझको प्लानिङ हामी कहाँ जाने हो नाइट क्याम्प मान्न जानु त होला खोलामा ल जानुपर्छ है 1000 रुपियाँ ल्याएर आयो ल पारी डाँडामा है त्यो डाँडामा जानुपर्छ होइन फाइनली होइन हाम्रो भिडियो पनि अब आजको लागि यति नै हुन्छ होइन भिडियो मन पर्यो भने तल कमेन्ट बक्समा गएर छोटो आफ्नो भनाइ लेख्न नभुल्नु होला यति भन्दै भिडियो मन पर्यो भने हजुरहरूले मेरो च्यानललाई गएर सब्सक्राइब गर्न सक्नुहुन्छ यति भन्दै म बिदा हुन्छु हस्त जय नेपाल।